साथीहरू नमस्ते। अब जनकपुर बोर्ड्सको क्वालिफाइड हुने सम्भावना कतिको छ अब त्यो हेरौँ है एकचोटि। जनकपुर बोर्ड्सले क्वालिफाइड हुन सक्छ कि सक्दैन त्यो एकचोटि हेर। सुदूरपश्चिम रोयल्सले 5वटा म्याचमा 5वटै म्याच जित निकालेर 10 पोइन्टका साथ नम्बर 1 मा छ भने दोस्रो स्थानमा काठमाडौँ गोर्खाजले 6वटा म्याचमा 4वटा जित निकालेर 8 पोइन्टका साथ दोस्रो स्थानमा छ भने विराटनगर किङ्सले 5वटामा 4वटा जित निकाल्दै 8 पोइन्टका साथ तेस्रो स्थानमा रहेको छन्। हिजोको खेलमा पोखरा एभेन्जरले जित निकालेसँगै 4 पोइन्टको साथमा चौथो स्थानमा आएको छ भने चितवन राइनोजले 4 पोइन्टका साथ 5औं स्थानमा रहेको छ। यो सबै रङ रेटको आधारमा छ है। लुम्नी लायन्सले पनि 4 पोइन्ट लिएर 6औं स्थानमा छ भने कर्णाली 7औं स्थानमा 2 पोइन्टको साथ जनकपुरले पनि 2 पोइन्टका साथ 8औं स्थानमा रहेको छ। अब हेरौँ जनकपुर बोर्ड्सलाई क्वालिफाइड हुनको लागि के गर्नु पर्यो भने सुदूरपश्चिमले चितवन राइनोजलाई हराउनुपर्छ, काठमाडौँ गोर्खाजले पोखरालाई हराउनुपर्छ, विराटनगरले लुम्नीलाई हराउनुपर्छ। यतिले हरायो भने अनि जनकपुर बोर्ड्सले दुवै म्याच जित्यो भने राम्रो रन रेटका साथमा क्वालिफाइड हुने सम्भावना एकदम हुन्छ होइन, नहुने होइन। अब यो कर्णालीको क्वालिफाइड हुने सम्भावना एकदम अब खत्तम नै भएको छ। अब क्वालिफाइड हुन सक्दैन किनकि एउटा म्याच बाँकी छ। एउटा म्याच जित्यो भने 4 पोइन्ट मात्र हुन्छ। क्वालिफाइड हुन यहाँ टेबल अनुसार मिनिमम 6 पोइन्ट त हुनैपर्छ किनकि यो पोखरा र चितवनको म्याच छ। अब जुन टिमले जित्यो भने अब उसको त 6 पोइन्ट हुन्छ। यसै कारणले क्वालिफाइड हुनको लागि मिनिमम 6 पोइन्ट हुनुपर्छ है। साथीहरू यो भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला। यो भिडियो सबै सम्पूर्ण हेरिदिनु भएकोमा साथीहरूलाई धेरै धेरै धन्यवाद।